मौसम एकदम सफा छ है। अब बिस्तारै यहाँ चाहिँ साकुरा पैँयु फुल्छ। अहिले चाहिँ फुलेको छैन, अहिले सबै पातहरू सबै झरेको छ। आज चाहिँ हावा पनि बेसरी लागेको रहेछ, मजाले पातहरू हल्लाइरहेको छ होइन, यस्तो छ। एक ठाउँमा चाहिँ फुलेको रहेछ, अलिअलि फुल्न सुरु गरेको रहेछ। यहाँ चाहिँ अलिकति साकुरा फुलेको रहेछ है साथीहरू। यो एउटा रुखमा चाहिँ मजाले फुलेको रहेछ है साकुरा। हेर्नुहोस् त कति राम्रो है। अरू रुखहरू यस्तो छ है, यो चाहिँ हाम्रो जीवनमा पनि अब सब हाम्रो साथीहरू अथवा सबैको मनस्थिति के हुन्छ भने पछाडि तुलना गर्ने टाइपको हुन्छ नि त। अब भनौँ न, अब पढाइको सिलसिलामा नि उसले यति पढ्यो, मैले पनि पढ्नुपर्छ भन्ने हुन्छ। साथीहरू विदेश गए, म पनि विदेश जाऊँ भन्ने हुन्छ। अथवा साथीहरूले विवाह गरे, म पनि विवाह गर्छु भन्ने त्यो हुन्छ नि। त्यही भएर सबैको आफ्नो आफ्नो समय आउँछ होइन। त्यस कारण चाहिँ पर्खिन सक्नुपर्छ, सहन सक्नुपर्छ होइन। ढिलो चाँडो सबैको दिन आउँछ। सी यू नेक्स्ट टाइम। तर के यो जापानको हरेक ठाउँमा हरेक उसमा गयो भने यो हामी यहाँ पार्क भन्नाले उसमा हो, तैपनि अब यो कुना काप्चा भित्र जस्तोमा गयो नि। ल हेर्नु, यहाँ चट्ट बस्ने ठाउँ बनाइदिएको छ। म चाहिँ एकदम भित्र टाइममा जान्छु। माथि घडी छ, ल हेर्नु घडी छ। अब योहरू त हुने नै भयो। हेर्नु न मूर्ति कस्तो तरिकाले बनाइदिएको छ होइन। यो त भइहाल्यो। अनि वरिपरि पनि अब अर्को अनौठो कुरा भनेको के हुन्छ भनेपछि यो रुख भयो होइन। यो रुखमा चाहिँ सबै रुखमा चाहिँ नम्बर हुन्छ कि यहाँ चाहिँ यो रुखको नम्बर हुन्छ है। अहिले मैले देखेँ भने देखाइदिन्छु हजुरहरूलाई होइन। सबै रुखमा चाहिँ नम्बर हुन्छ है, सबै रुखमा नम्बर हुन्छ है। अब यो बस्ने ठाउँ यताउति त भइहाल्यो। ल हेर्नु है नम्बर। अनि छेउमा यति राम्रो फुल फुलिरहेको छ, हेर्नु त कति राम्रो छ छैन त। स्पेसल कस्तो मजा, हेर्दा नै आनन्द हुने खालको कति मजाको लागेको छ। अब बिस्तारै अब यहाँ चाहिँ साकुरा फुले पछाडि यो पार्क सबै यो भैँमा बसेर सबैजनाले पिकनिक हुन्छ। यिनीहरूले चाहिँ हाम्रो वनभोज खाँदाखेरि चाहिँ तल ट्रेन आइरहेको छ होइन। तल भएको भएर खास देखिने, यहाँ हल्का देखियो होइन टाढा। अनि आज एकदम हावा चलिरहेको छ, यस्तो छ माहौल चाहिँ। यस्तो छ है साथीहरू।